30 दिनसम्म लगातार पुसअप गर्दा के होला? डे 1 सुरुका 5 पटक त सजिलै छ जस्तो लाग्छ, तर 10 पुग्दा नपुग्दै हत्केलामा आगो बल्न थाल्छ। 15 कटेपछि झुन्डिनै गाह्रो हुन्छ र अन्तिममा औँलाहरू लगलग काँप्छन्। डे 3 आज सबैभन्दा खतरनाक दिन। हात सिधा गर्दा पनि रुवाबासी चल्छ। पानीको बोतल उठाउँदा पनि ढाड र पाखुरा दुख्छन्। लाग्छ हत्केलाको छाला नै उब्किनेछ। डे 7 अब जादु सुरु हुन्छ। शरीरले बानी पार्छ। अब हरेक पटक रोकिनु पर्दैन, एकै सासमा 5 देखि 10 पटक तान्न सकिन्छ। ढाड ब्याक पहिले भन्दा अलि मोटो र चौडा देखिन थाल्छ। डे 14 अब मान्छेले तपाईलाई हेर्ने नजर बदलिन्छ। बी शेप प्रष्ट देखिन थाल्छ र पाखुरामा नसाहरू उम्रिन्छन्। लुगा लगाउँदा काँधमा टाइट हुन थाल्छ। डे 21 अब तपाईँ पुलअप मेसिन बन्नुहुनेछ। मुट्ठी यति बलियो हुन्छ कि जसको हात समात्नुहुन्छ उसले तपाईको शक्ति महसुस गर्नेछ। अब यो कसरत होइन, नसा बन्ने। डे 30 अनुपात 30 दिनमा तपाईको ढाड फलाम जस्तै कसिलो र चौडा हुनेछ। पाखुराको साइज बढ्नेछ र जिउ पुरै एथलेटिक देखिनेछ। अब 50 पुल अप्स त तपाईले 3 देखि 4 सेटमै चट्याइदिनुहुन्छ।